सेमिनार पेपर, रिसर्च पेपर अनि इन्टर्न पेपरहरू के बनाउनुपर्छ, यसरी हामीले प्रिन्ट गरिरहनुपर्छ। अनि हाम्रा टिचरहरूलाई देखाउँदाखेरि उहाँहरूले अनलाइन पिडिएफमा पठाउँछु भन्दाखेरि मान्नुहुन्न, उहाँले पेपर केरेरै चेक गर्नुपर्छ। यो सिस्टमले गर्दाखेरि चाहिँ विद्यार्थीहरूको कति पैसा खासमा भन्दा पनि बढी खर्च भइरहेको छ कि यो पेपर प्रिन्ट गर्नमा। एकचोटि देखायो हुँदैन, अर्कोचोटि देखायो हुँदैन, अर्कोचोटि देखायो हुँदैन, आखिरमा यी पेपर गएर थन्किने नै हुन्। त्यत्रो युनिभर्सिटीहरूको थेसिस पेपर त त्यसरी थन्किन्छ, हाम्रो यसको भ्यालु गरिएको छैन। यो सबै सिस्टमलाई अनलाइन प्रणाली बनाएर अनलाइनमै चेक जाँच हुने र अनलाइन तरिकाले नै हामीले पाउने गर्ने तरिकाले बनाइदिनु पऱ्यो। किनकि यो पेपर प्रिन्ट गर्दा त राम्रोमा हाम्रो पैसा जति सब जान्छ क्या। एकचोटि प्रिन्ट गरी लगेर देखायो, यो भएन भने स्वाट्ट काट्छ, काट्न त रमाइलो हुन्छ, तर फेरि गएर प्रिन्ट गर्नलाई एकदम गाह्रो हुन्छ। यो अनलाइन सिस्टम बनाइदिनको लागि म शिक्षा मन्त्रालयसम्म यो सामु भिडियो पुर्याइदिनको लागि सबैजनाले सेयर गर्न अनुरोध गर्छु, ताकि अब यस्तो पेपर वर्क गर्ने हो तर डिजिटलाइज सिस्टममा गर्ने हो, यसरी प्रिन्ट गर्दै देखाउँदै यताउता दाउँदै हामीलाई एकदम गाह्रो भइसकेको छ। यो कुरालाई एड्रेस गरिदिनुहुन्छ सम्माननीय निकायले भन्ने कुरा हामी विश्वस्त छौँ।